हेलो गाइस, वेलकम टु माई ब्लग है। तपाईहरुको अगाडि आज फेरि पनि म उपस्थित भइरहेको छु। आजको स्पेशल ब्लगमा तपाईहरुको अगाडि आइरहेको छु। आजको विशेष गरी आजको ब्लग है इन्टरनेसनल टुरिज्म युथ कन्क्लेभ हुन गइरहेको छ याङयाङ साउथ सिक्किममा र तपाईहरुको बीचमा आजको ब्लगमा देखाउने छु। र विशेष गरी तपाईहरुले मेरो पछाडि देख्नु हुँदैछ है, यो तपाईहरुले देख्नु हुँदैछ यहाँ गेट है। र आज तपाईहरुको माझमा आजको ब्लगमा देखाउने छु। हस्त गाइस, हेर्दै जानु होला। र गाइस, तपाईहरुलाई म देखाउँदै छु है, तपाईहरुलाई देखाउँदैछु। यहाँ देख्नुहुँदैछ पसिसकेको छु र हजुरहरूलाई देखाउने छु आजको ब्लगमा। तपाईहरुले हेर्न सक्नुहुन्छ है। र आजको जुन एउटा इन्टरनेसनल टुरिज्म युथ कन्क्लेभ हुन गइरहेको छ याङयाङ साउथ सिक्किममा। विशेष गरी आज सम्पूर्ण दर्शकबिनहरू यहाँ जानुहुँदैछ है। तपाईँहरूलाई यहाँ हाम्रो साथीहरू पनि हुनुहुँदो रहेछ र देखाउँदैछु है। हेलो हेलो, सम्पूर्ण साथीहरू हुन्छ र हेर्दै जानु होला। तपाईँहरूलाई देखाउने छु, हेर्दै जानु होला। तपाईँहरूले हेर्न सक्नुहुन्छ आजको, विशेष गरी आजको ब्लगमा तपाईँहरू हेर्न सक्नुहुन्छ है गाइस। आजको प्रोग्राम है आज 12 तारिकदेखि 12, 13, 14 अप्रिल 2025 को दिन भइरहेको छ र तपाईहरुले हेर्न सक्नुहुन्छ है। र आज अति नै महत्त्वपूर्ण भइरहेको छ। र आजको दिनमा हाम्रो सिक्किम सरकारको मुख्यमन्त्री श्रीमान प्रेमसिंह तामाङ गणेश पनि आउनुहुँदैछ र एकदमै भिड तपाईहरुले हेर्न सक्नुहुन्छ। र तपाईहरुलाई आजको ब्लगमा तपाईहरुले लगाएर धेरै भोट गरिदिनु होला। तपाईहरु माझमा हेर्दै जानु होला। र गाइस, तपाईहरुले हेर्न सक्नुहुन्छ है, यहाँ तपाईहरुले देखिसक्नुभयो होला है। यहाँ जति तपाईहरुलाई देखाउँदैछु है, आजको कार्यक्रममा है उपस्थित हुनुभएको धेरैजना टाढा टाढाबाट आउनुभएको छ र यसै कार्यक्रमलाई आज एकदमै राम्रोसँगले है मनाउनुको लागि धेरैजना आउनुभयो। माझमा तपाईहरुलाई म देखाउने छु यो जुन चाहिँ ट्रेडिसनल तपाईहरुको एउटा स्टल राखिरहेको छ। तपाईहरुले हेर्न सक्नुहुन्छ र यो तपाईहरुले देख्न सक्नुहुन्छ है, लेप्चा रुट्स भन्छ रहेछ। र तपाईहरुले यहाँ लेप्चा जातिको एउटा परम्परा अनुसार तपाईहरुले हेर्न सक्नुहुन्छ है। यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ उहाँको लेप्चा जातिको एउटा ट्रेडिसनल चिजहरू तपाईहरुले देखाउन गइरहेको छु। यो एकदमै है लेप्चा जातिको है। र तपाईहरुले हेर्न सक्नुहुन्छ। कहाँबाट हुनुहुन्छ तपाईहरु? र लोवर गाग्युङ है बाट हुनुहुन्छ। हजुरहरूलाई फेरि तपाईहरु माझमा देखाउने छु। तपाईहरुले हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ शेर्पा रुट्स रहेछ, शेर्पा जातिको रहेछ है। तपाईहरुले हेर्न सक्नुहुन्छ यहाँ चाहिँ तपाईहरुले हेर्न सक्नुहुन्छ है। यहाँ चाहिँ शेर्पा जातिहरूको यहाँ ट्रेडिसनल चिजहरू राखिरहनु भएको रहेछ है। र तपाईहरुले हेर्न सक्नुहुन्छ है, यो मन्दिरहरू पनि रहेछ। र यहाँको जुन अर्गनाइजिङ कमिटी हुनुहुन्छ तपाई चाहिँ यहाँको अर्गनाइजिङ कमिटी ए हजुर लेप्चा जातिको है। कहाँबाट हुन्छ तपाईहरु? म लिङमुङबाट हुन्छ है। तपाईहरुले हेर्न सक्नुहुन्छ यो लिङमुङ साउथ सिक्किमबाट हुँदो रहेछ। र हजुरहरूले तपाईहरुले देखिहाल्नुभयो है यहाँ लेप्चा जातिको है। र माझमा माझमा देखाउने छु, तपाईहरुलाई हेर्न सक्नुहुन्छ। र तपाईहरुले हेर्न सक्नुहुन्छ कतिमा यहाँ त्यो खस रुट्स, हामी खस जातिको यहाँ एउटा परम्परा रहेछ। यहाँ खसको यहाँ हुँदो रहेछ। हजुर हजुर, खस हाम्रो खस क्षेत्री बाहुन सङ्घको है यो। र तपाईहरुले हेर्न सक्नुहुन्छ है यहाँ हाम्रो खस, हाम्रो ट्रेडिसनल हाम्रो जातिहरू कति तपाईहरुले हेर्न सक्नुहुन्छ। हाम्रो खसको है यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ। एकदमैसँगले हेर्न सक्नुहुन्छ है। तपाईले हाम्रो खस जातिको गौरवहरू हेर्न सक्नुहुन्छ है। यहाँ चाहिँ झाँक्री हुनुहुँदो रहेछ है। तपाईँ कहाँबाट हुनुहुन्छ? मजुवाबाट हुनुहुन्छ है। र फुलको झाँक्री हुनुहुन्छ ए हजुर। र तपाईँहरूले हेर्न सक्नुभयो है। यहाँ अति नै राम्रोसँगले हाम्रो खस क्षेत्री बाहुन एउटा जुन सङ्गठन छ यो अनुसारले तपाईँले आफ्नो जातिप्रतिको एउटा यो एउटा ट्रेडिसनल चिजहरू यहाँ है चुल्हा यसरी राख्ने गरिन्छ। र खस जातिको यसरी है खसी मासु यसरी है यसरी राखिएको हुन्छ। र यसरी हाम्रो यो फुलको एउटा यसरी भन्छ, तपाईँहरूले हेर्न सक्नुहुन्छ। यसलाई चाहिँ भन्छ चम्बर भन्छ है। र यहाँ हाम्रो दिदी पनि हुनुहुन्छ, हेलो गरिदिनुहोस् न। तपाईँ कहाँबाट हुनुहुन्छ? माङजिङबाट हुनुहुन्छ है। बस्दै हुनुहुन्छ? म पनि बस्दै हो त्यो भएर। र तपाईँहरूले हेर्न सक्नुहुन्छ हाम्रो यहाँ के लेखेको छ भने 15 राङाङ याङयाङ खस क्षेत्री बाहुन कल्याण सङ्घ है। तपाईँहरूले हेर्न सक्नुहुन्छ सेलिब्रेसन अन द है 50 इयर्स अफ सिक्किम स्टेटहुड है खस क्षेत्री बाहुन रुट्स प्रेजेन्ट्स फुड भनेर तपाईहरुले जुन कल्चरहरु तपाईहरुले देखाइरहनु भएको छ। र हामी माझमा हुनुहुन्छ यहाँ। तपाईँ कहाँबाट हुनुहुन्छ? माङजिङबाट हुनुहुन्छ। फुलको
हजुर मेरो नाम चाहिँ नन्दलाल सुवेदी। ए नन्दलाल सुवेदी ए हजुर र यहाँ तपाईँहरूले ए हजुर यसको बारेमा के अलिकति जानकारी बताइदिनुहोस् न। हजुर कुलको पूजा मस्ट ए खबर मस्ट हजुर मस्ट पूजा हजुर यो घन्टी हाम्रो बाजेहरू आफ्नो जातिको हाम्रो यो फर्स्ट जातिको तपाईँहरूले हेर्न सक्नुभयो है र यसरी नै तपाईँहरू माझमा देखाउनेछु तपाईँहरूले हेर्न सक्नुहुन्छ है र हेलो गरिदिनु र विशेष गरी तपाईँहरूलाई देखाउने छु है तपाईँहरूले हेर्न सक्नुहुन्छ अर्ग्यानिक कोदोको जुन चाहिँ है तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँ कोदोकै यो रोटी कोदोको रोटीकोहरू है सब्जीहरू लेखिरहेको रहेछ है हेर्न सक्नुहुन्छ है र यहाँ कोदोकै है र विशेष गरी यहाँ सम्पूर्ण माउनुहरू पनि आएर है हुनुहुँदैछ है हेर्न सक्नुहुन्छ र दिवस भाइ हेलो तपाईँहरूले हेर्न सक्नुहुन्छ है र यहाँ भुटिया तपाईँहरूले हेर्न सक्नुहुन्छ है यहाँ भुटिया कल्चर तपाईँहरूले हेर्न सक्नुहुन्छ है तपाईँहरूले हेर्न सक्नुहुन्छ है भुटियाहरूको जुन ट्रेडिसनल चिजहरू है यहाँ तपाईँहरूले हेर्न सक्नुहुन्छ भुटिया जातिको एउटा ट्रेडिसनल चिजहरू तपाईँहरूले हेर्न सक्नुहुन्छ आफ्नो जातिप्रतिको है र यहाँ पनि एउटा भुटिया ड्रेस भन्छ यहाँ र भुटिया जातिप्रति त हाम्रो डिआर सर हुनुहुँदो रहेछ त आजको प्रोग्राममा मेरो लागि भिडियोमा एक दुई शब्द के कस्तो हुन्छ एकदम रमाइलो भइरहेको छ रमाइलो भइरहेछ तपाईँहरूले हेर्न सक्नुहुन्छ है भुटिया जातिको यहाँ चाहिँ तपाईँहरूले हेर्न सक्नुहुँदो रहेछ यहाँ एउटा जुन ट्रेडिसनल चिजहरू यसरी राखिरहनु भएको छ र हजुरहरूले हेर्न सक्नुहुन्छ है र तपाईँले हेर्न सक्नुहुन्छ यहाँ चाहिँ लिम्बू फ्रुट्स हुनुहुँदो रहेछ यहाँ माथि चाहिँ तपाईँहरूले लिम्बूको परम्परा हेर्न सक्नुहुन्छ यहाँ हामी माझमा म्याडम पनि हुनुहुँदो रहेछ हेलो भन्नुहोस् म्याडम यहाँ चाहिँ लिम्बू यहाँ म्याडम पनि हुनुहुँदो रहेछ र यो चाहिँ श्रीपतामबाट है ए हजुर र तपाईँहरूले हेर्न सक्नुहुन्छ लिम्बूको यहाँ चाहिँ लिम्बूको यहाँ लिम्बू जातिको यो च्याप्रुङ नृत्य पनि रहेछ तपाईँहरूले हेर्न सक्नुहुन्छ र यहाँ तपाईँहरूको माझमा देखाउन गइरहेको छु र लिम्बूको जति पनि ट्रेडिसनल चिजहरू तपाईँहरूले हेर्न सक्नुहुन्छ पस्नुहुन्छ तपाईँहरूले हेर्न सक्नुहुन्छ यो यसलाई चाहिँ के भन्छ यो हजुर यहाँ तपाईँहरूलाई मैले देखाउनु गइरहेको छु हाम्रो अति आदरणीय प्यारो बाबेहरू हुँदो रहेछ है बाजेहरू हुँदो रहेछ लिम्बू जातिको है यहाँ झाँक्री पनि हुनुहुँदो रहेछ है बिजुवा भन्छ है लिम्बूमा हजुर ए थेदाङबा पनि हुनुहुँदो रहेछ र उहाँलाई नै म सोध्नेछु तपाईँहरूलाई लिम्बू जातिको यहाँ देखाउन गइरहेको छु यसलाई चाहिँ के भन्ने गर्छ बाजे यो हजुर यज्ञ सिंह र हजुर जति पनि लिम्बू जाति हुनुहुन्छ त लिम्बू जातिहरूलाई त याद भएकै कुरा हो यो चिजहरू है तर अब यहाँ तपाईँहरूले त्यही कारण देखाइरहेको छु र हेर्न सक्नुहुन्छ यहाँ तपाईँहरूले लिम्बू जातिको परम्परा संस्कृति र तपाईँहरूले हेर्न सक्नुहुन्छ है र यहाँ लिम्बू ट्रेडिसनल स्टल भनेर यहाँ राखिरहनु भएको रहेछ र यहाँ जुन हामी माझमा हुनुहुन्छ हाम्रो नमस्कार सर नमस्कार सर यहाँ सुकाङ दाजु हुनुहुँदो रहेछ र यहाँ लिम्बू जातिको चाहिँ यहाँ चाहिँ सुकाङ दाजु र हाम्रो प्रेम सर हुनुहुँदो रहेछ र तपाईँहरूले हेर्न सक्नुहुन्छ र यसरी नै तपाईँहरूले हेर्न सक्नुहुन्छ राई रुट्स रहेछ यो चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ राईको परम्परा संस्कृति चाहिँ यस्तो हुँदो रहेछ तपाईँहरूले हेर्न सक्नुहुन्छ है र हामी माझमा प्रणिता मिसिङ हुँदो रहेछ राई जातिको परम्परा तपाईँहरूले देखाउन गइरहेको छु र यहाँ तपाईँहरूले हेर्न सक्नुहुन्छ एक दुई शब्द भनिदिनु नि आज राई जातिको परम्परा हुन्छ ल धेरै धेरै धन्यवाद उहाँहरूले धेरै राम्रो बताइदिनु भयो र यहाँ आन्टी पनि हुनुहुँदो रहेछ ए हजुर यहाँ राईको चाहिँ सुन्निमा र पाडुवाङ भन्छ
भगवान् हुनुहुन्छ है। र यहाँ उहाँलाई जिताउने चाहिँ यता उहाँहरूलाई चाहिँ के भन्छ बिजुवा माङ्पा भन्छ र उहाँहरूलाई तपाईँहरूलाई देखाउन गइरहेको छु। हजुर ए हजुर मानिन्छ किनभने यहाँनिर जति पनि हाम्रो पितृहरू ग्रेट ग्रान्डफादर जति पनि अब बितिसक्नु भएको छ उहाँहरू चाहिँ यहाँनिर राखिन्छ भनेर मानिन्छ है। अन्त यहाँ चाहिँ हामीले उदाउरी उभौलीहरू गर्दाखेरि पानीहरू चढाएर पूजाहरू गरिने गर्नुहुन्छ। हुन्छ धन्यवाद। र यहाँ राई जातिको सम्पूर्ण यहाँ तपाईँहरूले हेर्न सक्नुहुन्छ। नमस्कार आउनु हुँदो रहेछ। यसरी नै तपाईँहरूलाई पनि स्वागत छ मेरो भ्लगमा। र यसरी नै तामाङको कल्चर तपाईँहरूले हेर्न सक्नुहुन्छ है। र यहाँबाट तपाईँहरूले तामाङको कल्चर पनि एकदमै हेर्न सक्नुहुन्छ है। यहाँ हाम्रो श्री पतामको दाजु हुनुहुँदैछ। हेलो गरिदिनुहोस् न। तामाङ स्टलबाट है तपाईँहरू हेर्न सक्नुहुन्छ। अति नै राम्रो यहाँ तामाङ कल्चरको ट्रेडिसनल चिजहरू है यहाँ राखिरहनु भएको रहेछ। तपाईँहरूले हेर्न सक्नुहुन्छ है। र यहाँ तपाईँहरूले हेर्न सक्नुहुन्छ है ट्रेडिसनल चिजहरू है यसरी नै हुँदो रहेछ। हेलो हेलो र तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँ तामाङ कल्चरमा। हजुर यसलाई के ठेका भन्दो रहेछ हौ ठेका। हजुर ठेका ठेका र तपाईँहरूले हेर्न सक्नुहुन्छ। र तपाईँहरू माझमा फेरि देखाउने छु गुरुङ रोड भनेर भन्दो रहेछ है। यहाँ चाहिँ तपाईँहरू हेर्न सक्नुहुन्छ है। यो चाहिँ गुरुङको ट्रेडिसनल है तपाईँहरू हेर्न सक्नुहुन्छ एकदमै राम्रोसँगले गुरुङको यो जुन एउटा छ तपाईँहरूले हेर्न सक्नुहुन्छ। र हजुरहरू माझमा फेरि तपाईँहरूलाई देखाउनु गइरहेको छु। यहाँ तपाईँको गुरुङहरूको एउटा जुन ट्रेडिसनल स्टल छ त्यो स्टलमा चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ है। यहाँ एकदमै यो पहिलाको मानिसहरूले धेरै लगाउने गर्थे है। र तपाईँहरू हेर्न सक्नुहुन्छ यो चाहिँ भेडाको उनको टोपी है। हजुर 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 ए हजुर। र तपाईँहरूले हेर्न सक्नुहुन्छ है यो चाहिँ एन्टिक चिजहरू हो यो है। अहिलेको जमानामा त्यस्तो बेसी हामीले भेट्नु पाइँदैन र तपाईँहरूले देख्न गइरहेको छु है। र एकदमै गुरुङ कन्स्ट्रक्सन सेल्स ट्रेडिसनल ह्यान्डलुम भनेर यहाँ त अङ्कल हुनुहुँदो रहेछ पाथिङको। र उहाँले यो हामी माझमा तपाईँहरूलाई यहाँ राखिरहनु भएको स्टल छ। तपाईँहरूले भिजिट गरिदिनु होला र भिजिट गरेर अवश्य किनिदिनु होला भनेर भन्न चाहन्छु। हेलो 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 भनिदिनुहोस् न। र हजुर एक दुई शब्द भनिदिनुहोस् न आजको हुन्छ सर। र तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँ चाहिँ प्रगति एसएचजी भनेर यहाँ हुनुहुँदो रहेछ। र यहाँको प्रगति एसएचजीले पनि एकदमै यहाँ है यस्तो चिजहरू तपाईँहरू माझमा है यहाँ आउनुहुँदो रहेछ। तपाईँहरू कहाँबाट हुनुहुन्छ? याङिङ याङिङ कुन ठाउँ? अप्पर याङिङबाट हुनुहुँदो रहेछ है। तपाईँहरू कुन कुन एसएचजी? लिङ्गिङ ए हजुर ए हजुर। र लोकल फर भोकल भन्छ उहाँहरूलाई पनि सपोर्ट गरिदिनु होला है तपाईँहरूले हेर्न सक्नुहुन्छ। र सूर्यदा एसएचजी भनेर भन्छ है। र उहाँहरू तपाईँहरू कहाँबाट हुनुहुन्छ? लिङ्गे पोइन्टबाट हुन्छ है। यो चाहिँ अर्ग्यानिक पिकलहरू बनाइरहनु भएको रहेछ है। यता तपाईँहरू लोनिया र उहाँकोबाट चाहिँ एकदमै यहाँ अर्ग्यानिक हल्दी अर्ग्यानिक चामल अर्ग्यानिक बस्तीको उयो के अरे मकैको चामल फापरको पिठो कोदोको पिठो है चामल है तपाईँहरू हेर्नु सक्नुहुन्छ। र यसरी नै है तपाईँहरूले हेर्नु सक्नुहुन्छ है। अति नै राम्रो है यो एउटा काठको बनाएर हामी माझमा तपाईँहरू माझमा हुन्छ। तपाईँ कहाँ गर्नुहुन्छ होला? ए हजुर दर्पण एसएचजीको हुनुहुँदो रहेछ। अति नै राम्रोसँगले यहाँ तपाईँको काठको है काठबाट है यहाँ जति पनि तपाईँहरूले प्रोडक्ट देख्नु हुँदैछ है एकदमै राम्रोसँगले बनाइरहनु भएको रहेछ है। तपाईँहरूले हेर्नु सक्नुहुन्छ र भिजिट गर्नुहोस् र आएर अवश्य किनिदिनु होला भनेर भन्न चाहन्छु। र हामी माझमा हुनुहुन्छ हाम्रै सानीमा पनि हुनुहुँदो रहेछ। कुन एसएचजी? रोशनी एसएचजी है ए रोशनी एसएचजी। र यहाँ सानीमाले चाहिँ यहाँ ल्याइरहनु भएको छ एकदमै राम्रो यो फुल बनाइरहनु भएको रहेछ है। र उहाँलाई पनि उहाँको हाम्रो एसएचजीलाई पनि तपाईँहरूले ए यो पिरा तपाईँहरूकै एसएचजीको हो तपाईँहरूले
सक्नुहुन्छ एकदमै र यहाँ हेर्नुहोस् तपाईँहरू माझमा है र तपाईँहरू भिजिट गर्नुहोस् र अवश्य आएर किनिदिनु पनि होला र भन्न चाहन्छु है र यसले नै यहाँ फुलको पनि हुँदो रहेछ है यहाँ एकदमै है तपाईँहरू कुन एसएसजी युडी एसएसजी है ए लोवर काकीबाट र उहाँहरूले चाहिँ एकदमै प्लान्ट्सको है राख्नु भएको रहेछ स्टल है जसलाई जो तपाईँहरू फ्लावर्सको अलिकति अब उयो गर्नुहुन्छ है तपाईँहरूले यहाँसँग आएर तपाईँहरूले सम्पर्क गर्न सक्नुहुन्छ र हजुरहरूको उपस्थितिमा फेरि है तपाईँहरूको माझमा दलहरू त्यसरी नै आउने दिनहरूमा ल्याउनेछु र तपाईँहरूको माझमा है आजको जुन विशेष भइरहेको यो है यो जुन चाहिँ यगिङ है इन्टरनेसनल युथ कर्निङले एउटा जुन डेभलपमेन्ट टुरिज्म डेभलपमेन्ट फेस्टिभल भइरहेको थियो हजुरहरू माझमा तपाईँहरू माझमा आजको ब्लगलाई यी राख्दै आउने दिनहरूमा पनि हजुरहरू माझमा यस्तै ब्लगहरू लिएर आउनेछु भन्दै फेरि पनि तपाईँहरू माझमा यस्तै लिएर आउनेछु आजले यति नै भन्दै तपाईँहरू माझमा फेरि पनि आउनेछु भिडियोलाई लाइक सेयर सब्सक्राइब गरेर धेरै सपोर्ट गरिदिनु हस् त गाइस।